Hi guys, welcome back to my channel. I'm Maika Zueli. हामी आज बिदा थियो अनि आउट अफ नो वेयर मेरो बुढा बिहान उठेर बिच जाम रे कहाँबाट यस्तो सोचे आयो 5 मिनटमा यो ब्याग प्याक गरेर हामी बिच जानलाई रेडी छौँ गर्मी त्यस्तो छैन तर त्यही पनि जाँदाको हामी दिदी दाइहरुसँग जाने भनेको मेट्रोमा जाम अहिलेसम्म हामीलाई थाहा नै होइन हामी कहाँ जाने हो के गर्ने भनेर दाइ दिदीहरूको पास जान्छौँ पहिला भेट्नलाई त्यसपछि थाहा हुन्छ होइन ए मेरो बुढा कपाल हेर त ए बुढा सिरम लगाइसु न म कस्तो देखाएको छु यो जमानामा मैले नेपालबाट लिएर आएको लुगा हो कि म चप्पल लाएर जान लाग्छु मेरो लुगा है कसले दियो चुम्मा गालामा ए कसले दियो चुम्मा मेरो बुढाको भ्याकेसन चलिरहेछ किन हेरेको मलाई त्यसरी आँखा तरेर मेरो देखाउनु म कस्तो देखाएको छु गाइजहरू मेरो बुढा बस देखेपछि चम्किने मान्छे हो कि होइन हामी त्यो अस्ति त्यतिकै घर फर्केर थियो भने त्यही पनि बस देखेर घर चम्क्यो फेरि बस दिएर चम्किन् अब्जेस्ट बससँग किन त्यस्तो मेट्रोमा जाम भनेको मेट्रोमा जान मन लाग्दैन सरलाई बस 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 गाइजहरू के भयो के भयो हामीलाई धोका दिए हामीसँग जाने मान्छेहरू अनि म र मेरो बुढा चाहिँ अब कहाँ जाँदैछौँ हामीलाई थाहा छैन हो हामी जाँदै हामी बिच खोजेर हामी ऱ्यान्डमली बिच खोज्छौँ लाइक वी डोन्ट नो हामी कुन बिचमा अथवा कहाँ कसरी जान लाग्छौँ भने तर हामी अब ऱ्यान्डमली जान लाग्छौँ जस्ट ऱ्यान्डम बिच डे होइन त बुढाको पैसा लोड गरियो सेतुवाल जाने पर आउँछ जस्तो लाग्छ अब हेरौँ ओके सो पहिला हामी सेतुवाल जान्छौँ अनि विल डिसाइड कहाँ जान्छौँ सो हामी जाने भनेको बिच जानको लागि चाहिँ बस अझै आधी घन्टा रहेछ नि त्यही भएर हामी चाहिँ सामान किन्नको लागि आएको मेरो बुढो एकछिन उतै बसिरहेको म चाहिँ आउँदैछु कन्टिनेन्टै आई वान्ट टु बाइ सम ड्रिङ्क्स एन्ड देन विल फेरि भन्नु सेभिङ्स गर्ने भनेको के भयो प्लान बन्छ है अब एक दिन सेभिङको नाटक गर्छ 2 दिनसम्म चल्छ तेस्रो दिन पुरा यो पनि सेभिङ हो नि त सेभिङ इन आवर मेमोरिज होइन एल्बममा मनको एल्बम हेर्नु रेस्टुरेन्टमा खान्छ सेभिङ्स दिउ मेमोरिज कस्तो यार फेरि भन्नु त मेरो बुढाले 3 दिन सेभिङ्स दिउ मनको एल्बमबाट तपाईँले होइन जाम 81 भनेको जानी अनि किन मलाई दोष लाग्यो मैले कहिले दोष लाग्यो सेभिङ्स चाहिँ गर्नुपर्छ है होइन हामी भोलिदेखि पक्का सेभिङ गर्छौँ भोलिदेखि हामी सेभिङ गर्छौँ गाइजहरू हामी पुग्यौँ सेतुवाल म 1.5 वर्षपछि आउँदैछु अब हामी यहाँबाट कति बेर लाग्छ बु 10-20 मिनट है यहाँबाट उबरमा लाग्छ हामीलाई 10-20 मिनट मेरो बुढा बोलाउँदै हुनुहुन्छ उबर अनि म भ्लग बनाउँदैछु
किन? on vacation. जाउँ जाउँ My wife is on vacation and I am her employee. हेर न यता काली देखेको छु काली छु त मलाई काली एन्टी लाइट परेर निकाला पुरा. This is the location that we select. यो कति राम्रो देखाएको छ. वाउ, यो पानी यस्तो सफा छ. स्विमिङ गर्न जाउँ जाओ. अब हम करेंगे चेंजुआ. चेंजुआ करेंगे. हाम्रो थाहा यति तातो छ यो स्यान्ड. हमें पता है बस. सनस्क्रिन वा गर्मी छ है भेरी भेरी गर्मी. अनुहारमा लगाऊ फेसमा पनि लाम. फेसमा त झन् मेन लाउनु पर्छ. तपाईँ पनि लाउनु होला नि त. यु हेभ टु हेल्प मी. फर वाट टु वेयर यता. पहिला नुहाउने होला पहिला लाएर अनि जाने हो. पानीमा डुबेपछि के मतलब फुटेछ यदि बुढा यो वाटर रेसिस्टेन्ट वाला हो. यु डोन्ट नो. पहिला आऊ एक डुबुल्की मारौँ अनि यहाँ गाइजहरु मेरो बुढा कहाँ पुगिसक्यो बिचारा. हेर्नु क्या हुआ. हाँ वाटरप्रुफ भने फोन ओहो ओहो. नआउन जाउँ न त जाओ चलो. ए बहुत ठंडा है पानी. फिश फिश सी. ठंडा. मेरो भिडियो बनाइदिनु भएन मेरो बुढाले. मेरो भिडियो बनाइदिनु ल. फिश छ यार. देखेँ कि हाई गर गाइजहरु अब चाहिँ मस्त इन्जोय हान्छौँ. बिकज अब हामी ठाउँ सिफ्ट गर्छौँ. किनभने म भिडियो बनाइराख्न सक्दिनँ. अब एकछिन म जान्छ भने त्यसपछि भिडियो बनाउँछु. अनि वी हेभ आवर स्याम्पेन. एक्सपिरियन्स कस्तो भयो स्विमिङ सिक्दैछु. कस्तो के भयो रे. के भयो रे. जाडो भयो मान्छे यहाँ धुलोमा सुत्यो. यो ल्याएको के फाइदा भयो. So we are going for a little walk. म चाहिँ यहाँ जोकर भइसकेँ यहाँ भित्र.
मेरो बुढालाई झेर खै 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 Cheers, बुढा Guys, we have a little friend. Let me show. Kata ka. A little crab. के गर्न लाग्यो रे? क्या सौदा भने नि कसको लागि? हाम्रो यहाँ किरा नि किरा हो ए म एन्ड रिजल्ट देखाउँछु अहिले यो त बस बनाउनु भयो तपाईले ऊ मेरो बुढा बस देखेर चम्किने मान्छेले बस बनाउनु लाउनु भयो गाइजहरु पल्टन चाहिँ फर्किन लाग्यो मजा आयो हाम्रो स्पट हो त्यहाँ कुनामा थियो we are going baby it's cold inside के के नाम देखे टल्क्यो फुल लगाएर त टल्क्यो अब हामी जाने चाहिँ कसरी यहाँ टल्किन त टल्कियो बुढा तपाईँलाई कस्तो लाग्यो बिच मलाई बाबा लाग्यो अब हामी नेक्स्ट टाइम कहिले आउने नेक्स्ट मन्थ है कस्तो धेरै भिड पनि न एकदमै राम्रो हाम्रो घरबाट 1.5 घन्टामा पुगिहालिन्छ बेटर देन कास्काइस नो भेरी काम पानी पनि कति सफा म बिचबाट निस्केको जस्तो देखाएको छु फ्रेस मेरो कपाल पनि जर्रो छैन होइन नो आज चाहिँ के भयो म लास्ट टाइम आनेर दियासँग गएको थिएँ मेरो यो कपाल यस्तो काक्राक्क परेको थियो भाडा मार्ने झाडु जस्तो के जुस जस्तै सिथिरियस जाने त्यहाँ पाउँदो रहेछ सो अब हामी यहाँबाट बस कुद्दैछौँ 10 मिनटमा बस आउँछ अनि त्यसपछि हामी जान्छौँ हामीहरू घर हामी 45 मिनटमा त्यसपछि हामी घरमा हुन्छौँ ल अब बाई बाई भनौँ है मेरो भ्लगमा बाई ए कसलाई तिमीलाई मलाई दिने त यहाँ म छु नि बाई थ्याङ्क यू बाई